एभ्री सिङ्गल डे किन चाहेको जस्तो प्रोग्रेस भइरहेको छैन, किन चाहेको जस्तो काम गर्न सकिएको छैन र किन हरेक दिन स्टक भएको फिल हुन्छ हामीलाई थाहा छ? किनभने हामीले डेली कामहरूको टार्गेट बनाएका छैनौँ, लिस्ट बनाएको छैनौँ। हामी मात्र अटो पाइलट मोडमा चलिरहेका छौँ, बाँचिरहेका छौँ। हाम्रो सामान्य रुटिन कस्तो हुन्छ? हामी बिहान उठ्छौँ, उठेपछि रिल्स हेर्छौँ, खाजा खान्छौँ, त्यसपछि केही न केही गर्छौँ बिचमा, फेरि दिउँसोको खाजा खान्छौँ, अनि दिउँसभरि अक्रम बक्रम केही न केही गर्छौँ, अनि रिल्स हेर्छौँ, सोसल मिडियामा अनावश्यक कुराहरू हेर्छौँ, अनि फेरि आफूलाई कमजोर सम्झन्छौँ, खाजा खान्छौँ, रिल्स हेर्छौँ, सुत्छौँ। हरेक दिन यसै गरी चलेको छ। जबसम्म तिमीले आफ्नो दिमागलाई काम दिँदैनौ आज यो काम गर्ने भनेर, तिम्रो दिमागले तिमीलाई कसरी एक्सन मोडमा लैजान्छ? हरेक दिन आफ्नो माइन्डलाई एउटा पर्पज देऊ। आज के गर्ने हो, आज कुन कुन काम कम्प्लिट गर्ने हो र आफूमा के कुराहरूको सुधार ल्याउने हो र के चिजहरू सिक्ने हो। जब माइन्डलाई थाहा हुन्छ नि आज यो गर्ने हो भनेपछि, त्यसपछि तिमी अटोमेटिक गर्न थाल्छौ। त्यसकारण हरेक बिहान उठिसकेपछि बेलुकीसम्मको कामको लिस्ट बनाऊ, दिवसभरि काम गर, अनि बेलुका जर्नलिङ गर। आज के कामहरू कम्प्लिट भयो र कुन कुन कामहरू पेन्डिङमा छ, त्यसको कारण खोज, अनि नेक्स्ट डे त्यसलाई कम्प्लिट गर। यो रुल आजैबाट अप्लाई गर र यसमा आफूले पनि केही इन्फर्मेसनहरू कलेक्ट गर, अझ जबरजस्त केही चिज बनाऊ। हरेक दिन साना साना कामहरू कम्प्लिट गर्ने ह्याबिट बनाऊ। तब गएर ठुलो एउटा काम कम्प्लिट गर्न सकिन्छ, जहाँबाट ठुलो अपर्च्युनिटी पाइन्छ। यहाँभन्दा अघि केही बोल्नुपर्छ जस्तो लाग्दैन, तिमीले बुझिसक्यौ मेरो मेसेज।